एउटा सानो गाउँमा दुईवटा बुढाबुढी बस्ने गर्थ्यो। अनि एउटा गाई पनि थियो। त्यो गाईले अब छिट्टै बच्चा जन्माउन लागेको थियो। त्यो बुढाबुढीले गाईले बच्चा जन्माउन लागेको कारणले राम्रोसँग हेरचाह गर्थ्यो। केही हप्ता पछाडि त्यो गाईले पनि एउटा सुन्दर बाछो जन्मायो। त्यो गाईले त्यो बाछोलाई निकै माया गर्थ्यो। एक दिनको कुरा हो, त्यो गाई र बाछो जङ्गलतिर डुल्न गए। जङ्गलमा उनीहरू हरियो घाँसहरू खाँदै थिए। यतिकैमा त्यहाँ एउटा बाघ आयो। आहा, कस्तो कलिलो मासु खान पाउने भयो। त्यो बाछोलाई खान पाए त कति मिठो हुन्छ होला है। बाघले मनै मन सोच्यो। बाघ आएको कुरा त्यो गाईलाई थाहा पायो। बाघले त्यो सानो बाछोलाई खान मात्र लागेको थियो कि गाईले नखानु भन्यो। सुन्नुहोस् न बाघ दाइ, मेरो छोरा भर्खरै मात्र जन्मेको छ। उसको मासु नखानु होला, बरु मेरो खानु। मसँग धेरै मासु पनि छ। त्यो सानो बाछोलाई खाँदा के होला? गाईले रुँदै भन्यो। हुन त हो, जब यो सानो बाछोलाई खाएर मेरो पेट पनि भर्दैन, बरु यो ठुलो गाईलाई नै खान पर्यो। बाघले सोच्यो। त्यस पछाडि बाघले त्यो सानो बच्चालाई छोडिदियो अनि त्यो गाईलाई खायो।